राति राम सुतेको ठाउँमा निसा गएर कराउनु भयो र रामले मलाई जबरजस्ती गर्न खोजेको आरोप लगाउनु भयो। अनि टाइगर मोर्चाका कार्यकर्ताहरू सबैजना रामको घरमा आएर राम मुर्दाबाद भन्न थाले र बिरजङले रामलाई पुलिसको जिम्मा लगाउनु भयो। बिरजङ र विशालकै अगाडि पुलिसले रामलाई गोलीले हाने, तर उनीहरू गएपछि त राम त उठ्नु पो भयो। रामले बुलेट प्रुफ ज्याकेट लगाउनु भएको थियो र बिरजङको अगाडि मरेको नाटक गर्नुभयो। अब अगाडिको रामको चाल के होला? मलाई लाग्छ रामले धेरै ठुलो चाल चल्दै हुनुहुन्छ। यस्तो चाल कि जुन बिरजङले सपनामा पनि सोच्न सकेको छैन र बिरजङसँग बदला लिनको लागि प्रमाणसहित पक्कै पनि राम आउनुहुन्छ। यता रमेशले विशालको विरुद्ध चुनावमा उम्मेदवारी दिनुभएको थियो र रमेशले जित्ने पक्का पक्की जस्तै थियो, तर रामलाई गलत आरोप लागेपछि रमेश अब गाउँमा बस्न नसक्ने अवस्थामा पुगिसके र आफ्नो ज्यान जोगाउन टाइगर मोर्चाका कार्यकर्ताबाट भागी लुकी हिँड्नु भएको छ। अब आउने हप्ता के होला? यस्तो विषम परिस्थितिमा रमेशले कसरी चुनाव जित्नुहुन्छ? रामले आफूलाई निर्दोष साबित कसरी गर्छ र बिरजङलाई सजाय दिन्छ?